जनकपुर धामका व्यवसायीहरूले आलु प्याज र फलफूलमा लगाइएको कर हटाउन माग गर्दै प्रदर्शन गरेका छन्। बुधबार जनकपुर धाममा उनीहरूले प्ले कार्ड सहित प्रदर्शन गरेका छन्। आगामी आर्थिक वर्षको बजेटमा सरकारले आलु प्याज र फलफूलमा 13% कर लगाउने घोषणा गरेका थिए। सोही कर खारेजका लागि आलु प्याज व्यवसायीहरूले बुधबार प्रदर्शन गरेका छन्। व्यवसायीहरू सरकार विरुद्ध चर्को नाराबाजी गर्दै जनक चोकमा आएर कोणसभा गरेका थिए। उनीहरूले 13% कर खारेज गर, खुल्ला नाका बन्द गर र कृषिजन्य सामग्रीमा कर लगाउन पाइँदैन लगायतको नाराबाजी समेत गरेका थिए। आलु प्याजमा कर लगाए लगतै जनकपुर धाम लगायत मध्य प्रदेशका व्यवसायीहरू आलु प्याजको आयात बन्द गरेका छन्, जसको प्रत्यक्ष प्रभाव यहाँका उपभोक्ताहरूमाथि परेको छ। आलु प्रति किलो 70 र प्याज 90 को करिब पुगेको छ। भारतबाट आयात हुने आलु प्याज बन्द भएपछि आलु प्याजको तस्करी बढेको छ। बरु खुला नाका बन्द गर्दा हुने, तर आलु प्याज र फलफूलमा लगाइएको कर हटाउनु पर्ने संघका अध्यक्ष अल्लाउद्दिन रायले बताए। बजेट जनताको लागि हुनुपर्ने व्यवसायीहरूको धारणा छ। आलु प्याजमाथि कर लगाउँदा मूल्य आकाशिने भएकाले कृषिजन्य पदार्थमा पहिला पनि कर थिएन र अहिले पनि लगाउन नपर्ने व्यवसायीहरूको धारणा छ। कृषि प्रधान देश भए पनि कृषिजन्य पदार्थ आयात गर्नुपर्ने हामी व्यवसायीहरूको बाध्यता छ। सरकारले कृषि क्षेत्रमा लगानी नगर्दा यावत समस्याहरू सामुन्ने आएको उनीहरूले बताउँछन्। जनकपुर धाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले आलु प्याजमा लगाएको करको सरकारले विकल्प खोज्नु पर्ने बताए। बजेट वक्तव्यमा जुन आलु प्याज र फलफूल जस्ता जुन नागरिकको दैनिक भान्सामा प्रयोग हुने कुरामा जुन भ्याट लगाइएको छ, त्यो एकदम, किनभने यो देशमा कहिलेसम्म यो देशको जुन अर्थतन्त्र छ त्यो भ्याट जनतासँग भ्याट कलेक्सन गरेर चल्दैन। राष्ट्रलाई आत्मनिर्भर बनाउनको लागि, यहाँको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनको लागि जुन यहाँका राजनीतिक दल, यहाँको जुन यो देशको अगुवाई गरिराख्नु हुने र सरकारमा भएका राजनीतिक शक्तिहरू छन्, उहाँहरूले विकल्प सोच्नुपर्छ। यो गाडीमा या अन्य कुरामा जुन जनताले प्रयोग गर्ने वस्तुमा 200-300% कर लगाएर, भ्याट लगाएर जुन राज्य चलाउने उहाँहरूको जुन एउटा जुन पुरानो प्रवृत्ति थियो, त्यसैलाई यो बजेट वक्तव्यमा पनि निरन्तरता दिएको छ। र यो बजेट वक्तव्यमा जुन पछिल्लो अवस्थामा आलु प्याजमा जुन भ्याट लगाइएको छ, यसले के साबित हुन्छ भने सरकारसँग कुनै जुन आउने दिनको लागि योजना र प्लानिङ छैन। यो राष्ट्रको जुन अर्थतन्त्र चलाउने प्लानिङ छैन। हामी सरकारलाई के आग्रह गर्न चाहन्छौँ र जुन एउटा यथार्थ सत्य छ, जुन अहिले सरकारले 13% भ्याट लगाउनु कि कमसेकम रेभिन्यू हाम्रो जेनेरेट होस् र कलेक्ट होस्, तर उल्टो भइरहेछ। उहाँहरूको दैनिकी राजस्व तिरेर 5 ट्रक आलु र प्याज आउने गर्थ्यो, तर अहिलेको अवस्था के छ भने 1 ट्रक पनि नआइरहँदाखेरि उहाँहरूको जुन लगानी र बजारमा जुन उधारो या अन्य लगानी छ त्यसको प्रतिफल पाउने अवस्था चाहिँ नहुँदाखेरि उहाँहरूले बाध्य भएर यो आन्दोलनतिर आउनुभएको छ। यो आन्दोलन रहर होइन, बाध्यताको स्थितिले आउनुभएको छ। र यो आलु प्याजमा अहिले जुन आखिर त यो उपभोक्ताले प्रयोग गर्ने वस्तुहरू त आइरह होला, तर यहाँ जुन खुला नाका सिमाना छन्, त्यसले गर्दाखेरि अनि एउटा जुन जिम्मेवार निकायहरूले त्यसलाई राम्रोसँग जुन आन्तरिक राजस्व कार्यालयदेखि लिएर सम्पूर्ण निकायहरू छन्, जुन राजस्व समिति छ, उहाँहरूको मन्तव्यको कारणले आज यो स्थिति सिर्जना भएको छ। उहाँलाई पटक पटक हामीले आग्रह पनि गरेको छ जनकपुर वाणिज्यबाट धनसा र मन्त्रीको जोइन्ट एउटा बैठक राखेर यो जुन राजस्व चुहावट हुने गर्छ, यो जनकपुर उद्योग वाणिज्यको इतिहासमा पहिलोचोटि होला कि हामीले उल्टै राजस्व जुन छली भइरहेको छ त्यसलाई बन्द गराउनुपर्छ भनेर हामीले उल्टै माग गरिरहेको अवस्था छ। किनभने 2-4%ले राजस्व छली गरेर या तस्करी गरेर सम्मान ल्याइरह्यो होला र त्यसको प्रभाव 90% व्यवसायीलाई परिरहेको छ। र अहिले हामी त्यो 90% व्यवसायीको साथमा जनकपुर उद्योग वाणिज्य छन् र कमसेकम सरकारले यो जुन आलु प्याजको जुन भ्याट लगाउनु भएको छ, आउने दिनमा त्यसको जुन उद्देश्य प्राप्तिको लागि अहिले उहाँले 1 महिनाको डेटा कलेक्ट गर्दाखेरि उहाँको जुन रेभिन्यू कलेक्ट हुन्थ्यो सायद त्योभन्दा धेरै झरिसकेको होला। यसमा
पुनर्विचार गर्न हामीले आग्रह गर्दैछौँ र आउने दिनमा यो भ्याटमा र करमा मात्रै यो राष्ट्रलाई नचलाइ अर्को वैकल्पिक हाम्रो अर्थतन्त्र आत्मनिर्भर कसरी हुन्छ त्यतातिर पनि जुन राजनीतिक शक्तिहरू छ र यो देशलाई लिड गर्ने जुन हाम्रो राजनीतिक दलहरू छ उहाँहरूलाई आग्रह गर्न चाहन्छु र जुन आलु प्याज व्यवसायी सङ्घले यो दुईटा माग राखेर जुन एउटा खुला नाका बोर्डर छ त्यसबाट तस्करी बेसी हुन्छ त्यतातिर पनि स्थानीय प्रशासनको ध्यान चाहिँ केन्द्रित होस् र अर्को जुन हाम्रो सङ्घीय सरकारले जुन अहिले बजेट वक्तव्यमा 13% जुन भ्याट लागू गर्नुभएको छ त्यतातिर पनि सङ्घीय सरकारको ध्यान र यसलाई बजेट वक्तव्यमा जुन 13% भ्याट लगाएको छ त्यसलाई खारिज गरी पुनर्विचार खारिज गर्नको लागि पुनर्विचार गर्न आग्रह गर्दै आउने दिनमा यदि यो कुराको हाम्रो सुनवाई भएन भने अझै हामी अरू वस्तुगत सङ्घहरूसँग कोअर्डिनेसन गरेर सशक्त रूपमा यो आन्दोलनलाई अगाडि बढाउने जानकारी गराउँदै त्यसको निदान र एउटा वार्ताको माध्यमबाट समन्वय गरेर जुन अहिले जुन परिस्थिति सिर्जना भएको छ त्यो परिस्थितिलाई एउटा निकास दिन आग्रह गर्दछु र एउटा कुरा गम्भीर कुरा के छ भने यो 13% जुन भ्याट लागेको छ यो डाइरेक्ट नागरिकसँग सरकार राख्ने कुरा हो। उहाँ नागरिकलाई आह्वान के गर्न चाहन्छु भने केही कुरामा तपाईँहरू नबोलिदिए यसको मतलब हामीले के बुझ्नु पर्यो भने यो देशमा नागरिक छैन, सबै पार्टीको कार्यकर्ता हो, नागरिक र जनता छँदै छैन। यो कोही काङ्ग्रेसको, कोही एमालेको, कोही मधेसवादीको अब यो विरोध नहुँदाखेरि हामीले व्यापारी वर्गले त्यही कुरा बुझिरहेको छौँ र कमसेकम हामी नागरिक छौँ भनेर त्यसको परिचय दिउँ र तपाईँहरूलाई यो भ्याट व्यापारीले तिर्ने होइन, यो तपाईँहरूसँग हामीले उठाएर सरकारलाई तिर्दिने हो। त्यही भएर यो कुरामा नागरिकहरूले पनि बोलिदिनुपर्छ, विरोध गरिदिनुपर्छ भन्ने आह्वान गर्दै यो आजको यो जुन आन्दोलन छ यसलाई जनकपुर वाणी सङ्घले पनि एकताबद्धता जनाउँदै, किनभने हाम्रो छात्र सङ्गठन हो, उहाँलाई पीडा र दुःखमा मार्गा पर्दाखेरि जनकपुर उद्योग वाणी सङ्घ उहाँहरूको साथमा हुन्छ र कुनै पनि वस्तुगत सङ्घहरूलाई अप्ठ्यारो परेको बेलामा जनकपुर उद्योग वाणी सङ्घले त्यहाँ आफ्नो उपस्थिति जनाउँछ र सक्रिय रूपमा उहाँहरूलाई साथ दिन्छ र जुन उहाँहरूको समस्या छ त्यसलाई यहाँको स्थानीय प्रशासनले पनि र सङ्घीय सरकारले पनि बुझिदिनको लागि अनुरोध गर्दै म आफ्नो पुरानो प्रवृत्ति देखिएको हुनाले तत्काल फिर्ता लिन उनले अनुरोध गरे। सरकारको कारण व्यवसायको लगानी डुब्ने खतरा रहेको उनले गुनासो गरे। राजस्व चुहावट रोक्नुपर्छ तर आलु प्याजमा कर लगाउनु गलत हो। उनले भने यसमा पूर्ण विचार गर्नुपर्छ। राज्य सञ्चालनको लागि करमा मात्रै सरकार निर्भर हुनु पनि गलत हो। व्यवसायको माग पूरा नभए अझ सशक्त आन्दोलन गर्ने व्यवसायीहरूले चेतावनी दिए। सरकारले लगाएको करले प्रत्यक्ष नागरिकसँग सरगन राखे पनि नागरिक मौन रहेको कारण सरकारको मनोबल दिन प्रतिदिन उच्च हुँदै गएको व्यवसायीहरूको आरोप छ। हम सब आए आंदोलन में उतरल छी, खास करके जनता के हित में उतरल छी। व्यापारी के ऊपर भेंट लेगो जेते व्यापारी अपन सामान खरीद खाए के बेचते, लेकिन जनता के हित लगे हम सब अभी आई रोड पे उतरल छी, आंदोलन में उतरल छी। सरकार से आग्रह कर 13% भेंट जल्द से जल्द खारिज करे लगे। में जनता के बहुत पीड़ बार का है। खुला नाका जल्द से जल्द ऊपर पूरे प्रशासन निकाय से आग्रह कर के ऊपर ध्यान रखे, खुला नाका सेवाना के नियंत्रण पे ले जाओ। लेकिन व्यापारी एक तरफ भेंट कटा के लेते और एक तरफ कुछ इन व्यापारी सब बिना राजस्व के लेते। व्यापार करने में बहुत ही कठिनाई है। ऐसे सरकार के राजस्व बहुत कम भाव लेते से 1 महीना के अंदर में कुछ सरकार ऊपर से राजस्व के घाटे देते से लेते। वही के बाद सरकार से जल्द आग्रह कर 13% भेंट खारिज करने लगे। नहीं तो के बाद आके ही आंदोलन हमारे जारी रहते। और आई में आलू प्याज तरकारी समेत किरानो व्यवसायी सबके बहुत समस्या है। फल फूल वाला के उस दिन के बाद सरकार सुनवाई नहीं लेते। जनकपुर के संपूर्ण किराना व्यवसाय, फल फूल, आलू प्याज, तरकारी, कपड़ा बाजार समेत बंद होने की संभावना है। उधर सरकार से हम सरकार के ध्यान आकर्षण करावा चाहे पर जल्द से जल्द ध्यान आकर्षण सरकार को है। उनीहरूले आम नागरिकलाई पनि विरोधमा सहयोग गर्न आग्रह गरे। आलु प्याज तथा फलफूलमा प्रस्ताव गरिएको कर भ्याट रकमको
व्यवस्था हटाई बजेट पारित नगरेसम्म भारतबाट आलु प्याज नल्याउने व्यवसायीहरूले चेतावनी दिए। व्यवसायीहरूले भारतबाट सो सामग्री ल्याउन बन्द गरेपछि बजारबाट आलु प्याजको समस्या उत्पन्न भएको छ। त्यसैले नेपाली बजार प्रभावित भएको छ। धमाधम आलु प्याजको मूल्य महँगो भएको छ। सरकारले कृषिजन्य सामग्रीमा थप कर लगाएपछि नेपाली बजार प्रभावित भएको छ। दैनिक भान्सामा प्रयोग हुने कृषिजन्य सामग्रीमा कर लगाएपछि आलु प्याज भन्सार थली नेपाल भित्रिरहेको छ। सरकारले राजस्व वृद्धि गर्ने उद्देश्यले लगाएको करका कारण झन राजस्व गुम्दै गएको व्यवसायीहरूको गुनासो छ।